सो गाइज आज चाहिँ फागुन 21 गते निर्वाचनको दिन म चाहिँ मध्यपुर ठिमी वडा नम्बर 6 को मतदान स्थलतर्फ जाँदैछु। रिसेन्टली 2 दिन अगाडि तपाईँहरूलाई मैले मध्यपुर ठिमी वडा नम्बर 6 को मतदान स्थल देखाएको थिएँ र आज चाहिँ मतदान गर्ने दिन आजको अवस्था चाहिँ कस्तो भएको छ त्यो देखाउनको लागि म मतदान स्थलतर्फ जाँदैछु। हामी देख्न सक्छौँ बाटोहरू पुरै खाली छन्, पैदल यात्रु मात्र हिँडिरहेका छन्, कुनै पनि सवारी साधनहरू देख्न सकिन्न। त्यसै गरी देख्न सक्नुहुन्छ मैले अघिल्लो भिडियोमा अङ्कित गरे अनुसार लोकेसन 1 अर्थात् मध्यपुर ठिमी नगरपालिकामा म आइसकेको छु। मतदाताहरूले आफ्नो नावलीमा रहेको नम्बर हेर्दै आफ्नो नम्बरहरू लिइसकेपछि लाइन बसी भोट हाल्नको लागि अघि बढिरहेको दृश्य हामीले यस भिडियो मार्फत देख्न सक्छौँ। यो दृश्यहरू चाहिँ मैले मध्यपुर ठिमी नगरपालिकाको बााउन्ड्री बाहिरबाट खिचिरहेको छु। यो दृश्य कैद गर्दै गर्दा मैले मेरै छिमेकी आन्टीलाई चाहिँ आफ्नो मतदान दिनको लागि लाइन बसिरहेको देखेँ र उहाँले पनि मलाई देख्नु भएपछि वेभ गर्दै लाइटको इसारा दिनुभएको थियो। र मैले त्यहाँ आर्मीको गस्ती पनि देखेँ र यो अगाडिको भाइले चाहिँ मलाई भिडियो खिच्नु भनेर सिकाउँदै पनि थियो र मैले त्यही पनि आफ्नो भिडियो खिच्न रोकिनँ। यी त भए लोकेसन 1 को गतिविधि र अब जाउँ हामी लोकेसन 2 मा। लोकेसन 2 चाहिँ रहेको छ पार्टी बिहार। लोकेसन 2 पार्टी बिहारमा चाहिँ लोकेसन 1 को तुलनामा चाहिँ भिड एकदमै कम देख्न सकिन्छ। लोकेसन 2 मा भिडियो खिच्दै गर्दाखेरिको एउटा इन्सिडेन्ट चाहिँ तपाईँलाई सुनाउन मन लाग्यो। जब मैले भिडियो खिचिरहेको थिएँ यस ठाउँमा चाहिँ भिड कम भएको हुनाले गर्दाखेरि म चाहिँ ठ्याक्कै फोकसमा परेको हुनाले मलाई चाहिँ म्यादी प्रहरीहरूले चाहिँ अर्थात् निर्वाचन प्रहरीहरूले चाहिँ कृपया भिडियो नखिच्नु होला भनेर उहाँहरूले रिक्वेस्ट गर्नुभएको थियो र झन्डै एकजना पुलिसले चाहिँ मेरो मोबाइल पनि दिन खोज्नु भएको थियो। अन्त्यमा यति भन्दै आजको मेरो यो मिठो तितो निर्वाचनको अनुभवलाई हजुर सामुन्ने सेयर गर्दै यस भिडियोबाट म बिदा हुन चाहन्छु। सी यू अन नेक्स्ट भिडियो। धन्यवाद।